जेल हालेर मेरा घर परिवारलाई डोजर लाउनु भयो। धिक्कार छ कायर प्रधानमन्त्री, नालायक प्रधानमन्त्री, धिक्कार छ गरिबका घर डोजर लाउने तिमीलाई। तिमीलाई अधिकार छैन। सक्छौ भने लाल पूर्जा देऊ, सक्दैनौ भने चुप लागेर बस। मान्यज्यूलाई यो हाम्रो जिल्ला पठाउने लाल लाग्दैन सरकार, लाल लाग्दैन सरकार हो साथी हो। यो बडो प्रश्न साथीहरूलाई बस्दैन होला। तपाईहरु धैर्यताको साथ सुन्नुहोस्, तपाईहरु धैर्यताको साथ सुन्नुहोस्। बस्दैन भने नपर्छ तपाईहरुलाई। यो सुकुम्बासीको समस्या तपाईहरुको यो राज्यको समस्या हो, समाधान गर्नुपर्छ। यो राज्यको समस्या हो, तपाईहरुलाई बस्दैन होला। यहाँ अहिले पनि हाम्रा सुकुम्बासीहरू तपाईहरुभन्दा पौसके के आउनुहुन्छ। उहाँहरूको प्रतिनिधित्व गरेर बोल्दैछु मैले। त्यसैले काठमाडौँबाट जिल्ला बाहिर पठाउने होइन, यही स्थानीय निकायमा व्यवस्थापन गर्ने, बाहिर जिल्ला पठाउने। विकास व्यवस्थापन, दोस्रो लगत सङ्कलन सरकारी भूमिका, तेस्रो तत्कालका समस्या, डोजर पछिको समस्या र तेस्रो भनेको राष्ट्रिय समस्या। तथ्याङ्कमा जाउँ हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 31 शान्तिनगर जागृति टोल सुकुम्बासीमा हामी 477 घरधुरी छौँ। विगत 42-43 सालदेखि बसोबासी छौँ। यहाँहरूले त जागिर खाने क्रममा माइग्रेन भएर आउनुभएको कथा व्यथा सुनाउनु भयो। हामी त यही बसेको 40-42 सालदेखिका छौँ, त्यही बसेका छौँ। यहाँहरू के भन्नुहुन्छ हामीलाई, यहाँहरूको परिभाषामा के हुन्छ मलाई थाहा भयो। हामी करिबन 477 घर परिवार छौँ। वैशाख 12 गते डोजर लागे पछाडि हाम्रा 350 घर परिवार डोजर लागेको छ। हामी त्यहाँ 2200 मतदाता छौँ। 2200 मतदाता छौँ। हामी त्यहाँ ढल, बाटो, पानी, सिफारिसयुक्त र जोखिम मुक्त बसोबासी हौँ हामी। अहिले जोखिम युक्त भनेर वर्तमान बाले सरकारले डोजर चलाउनु भएको छ। यो सरासर गरिब माथिको गरिबी गलत नीति हो। यसको हामी सम्पूर्ण भूमिहीन सुकुम्बासी र अवैध बसोबासीहरू भत्सना गर्दछौँ। यसको घोर विरोध गर्दछौँ हामी। र मान्यज्यूतर्फ म आफ्ना प्रश्नहरू तिर्साउन चाहन्छु। आज 107औं दिन भयो डोजर लगाएको। आज 107औं दिन डोजर लगाएको भयो। मान्यज्यूसँग सुकुम्बासीहरूको आज भेटघाट भयो। धेरै प्रयत्न गर्यौँ हामीले भेट हुन सकेन हाम्रो। त्यसर्थ आज भेटघाट भयो। हामी यहाँहरूको बीचमा मात्रै के भन्न चाहन्छौँ भने यहाँहरू कानुन बनाउने निकायमा हुनुहुन्छ, संसदभित्र हुनुहुन्छ, हाम्रो आवाज पुर्याइदिनुहोस्। यहाँ रासपाको नेता हुनुहुन्छ, त्यो पार्टीमा आवाज पुर्याइदिनुहोस्। यहाँ रासपाको वर्तमान सरकार छ, त्यहाँ हाम्रो व्यथा कथा पुर्याइदिनुहोस् भनेर यहाँहरूलाई हाम्रा गुनासो सुनाउन आएका छौँ। सुनिदिनु भएकोमा धन्यवाद। अब हामी थोरै व्यथा कथा भन्छौँ। रह्यो 15 दिनको व्यवस्थापन। 15 दिन भित्रमा व्यवस्थापन गर्छु भनेको वर्तमान सरकार आज 107औं दिन भयो। कहाँ गयो तिम्रो व्यवस्थापन? मान्यज्यू, यहाँलाई हाम्रा भोट गए होलान्। हाम्रा भोट ले पिरोल्ला भोलिका दिनमा। यसर्थ यत्रो दिन भयो व्यवस्थापनको नाटक अब कति मञ्चन गर्छु? 107औं दिन भयो। 15 दिन भित्रमा व्यवस्थापन गर्छु भन्ने नाटक बन्द गर। मान्यज्यू, यो हाम्रो आवाज त्यो सदनमा पुर्याइदिनुहोस्, त्यो सरकारमा पुर्याइदिनुहोस् र तपाईँको पार्टीमा पुर्याइदिनुहोस्। अर्को हाम्रो चाहना के हो? वर्तमान सरकारले कार्यविधि 2068 भदौ 28 अगाडि बसोबास भएकोलाई
गर्छु भनेको छ। मान्यज्यू, यो कानुन बनेको यहाँहरूको सरकारको यहाँहरूको कार्यविधि हो, यो कुरो सदनमा पुर्याइदिनुहोस्। अर्को कुरो, भूमि आयोगको 8औं संशोधनले को दफा 52 पनि प्रश्न बनेको छ। 10 वर्ष यथास्थानमा बसेकोलाई सोही ठाउँमा लाल पूर्जा दिने भनेर। अब यो व्यवस्थापन मान्यज्यू यहाँले गर्नको लागि बर गरिदिनु पर्यो। सदनमा कानुन फेरबदल गर्नुपर्छ भने फेरबदल गर्ने भए पनि हामीलाई सोही स्थानमा लाल पूर्जा दिनु। रह्यो कुरो, यो सहर गरिबको पनि हो। हामी 4 बजेदेखि बिहान श्रम गर्न जान्छौँ। तपाईहरुका घर आँगन गल्ली कुना भाँडा बर्तन कपडा आँगन फोहोर ढल सफा गर्न हामी बिहान 4 बजेदेखि जान्छौँ। के कुन सहरमा श्रमिक हुँदैन? श्रम बिनाको सहर मलाई देखाइदिनुस्। श्रमिक बिनाको सहर मलाई भनिदिनुस्। मान्यज्यू, आदरणीय अतिथिगणहरू, यदि होइन भने हामी पनि बाँच्न पाउनुपर्छ। हामी पनि बाँच्न पाउनुपर्छ। हामीलाई पनि बाँच्ने आधार दिनुपर्छ। अब अर्को कुरो के रह्यो भने हामी अहिले व्यवस्थापनको आवश्यकता छ। 107औं दिन भइसक्यो। अहिले आज हामी 42-45 वर्ष त्यो ठाउँमा बसेको 8 महिना 6 महिना भित्रमा सुकुम्बासी हो होइन कोट्याएर खोज्ने होला नि। अहिले आएर 45-50 वर्ष पछाडि सुकुम्बासी कोट्याउने के हाम्रो आर्थिक उन्नति प्रगति हुँदैन? यहाँहरू जागिरे विदेश अर्को जिल्लाबाट आउनुभएका माइग्रेन्टहरू यहाँ आएर के नकमाई बस्नुभएको होला? उन्नति प्रगति नगरिकन बस्नुभएको होला? होइन, हामी पनि श्रम गरेर आफ्नो आय आर्जन गरेर हिजो प्लास्टिकले घेरेको थियो होला, आज सामान्य बोराले घेरेको बनायौँ, आज ब्लक लगायौँ, आज अब वडा नगरपालिकाले हामीलाई सिफारिस दिँदैन। आय आर्जन गरेको पैसा त्यही लगानी गरेका छौँ। 1 ढलान गर्नु होला, 1.5 ढलान गर्नु होला। हामीलाई व्यवस्थापन गर्नु पर्यो नि त्यहाँ लाल पूर्जा दिएर। रह्यो कुरो, अब यो कुरो धेरै ढिलो भइसकेको छ। हामी आन्दोलनमा छौँ। यसर्थ वर्तमान प्रधानमन्त्री मेयर हुँदाखेरि मण्डारण परिश्रमी हो, 28 दिन जेल हाल्नुभएको छ। अस्ति भर्खरै पनि प्रधानमन्त्री बालेन्द्र शाहज्यूले 4 दिन जेल हाल्नुभयो। 4 दिन। मलाई आवाज पुर्याइदिनुको लागि पनि हामी विनम्र अनुरोध गर्छौँ। अब तत्कालका समस्यामा जान्छौँ। अब के गर्ने त? अब के गर्ने? यहाँ भूमाफियाका कुरा धेरै आए। मेरो पनि जग्गा छ 12 रुपैयाँ, मेरो पनि जग्गा छ यति, मेरो पनि उति जग्गा छ। जग्गा छ भने उहाँहरू जग्गा छ भने के गरेर बस्नुभयो? यति वर्षसम्म कसलाई पैसा खुवाउनु भयो? हामी कोट्याउ राहुलाई, हामी राहुलाई कोट्याउ। तिमीहरूले कहाँ पैसा खुवाएर लाल पूर्जा निकालेका छौ? कोट्याउ। होइन भने तिमीहरूको सम्पत्ति हो भने आओ हस्तक्षेप गर। तिमीहरूका जग्गा जमिन छ भने आओ हस्तक्षेप गर। हामी छोडिदिन्छौँ। होइन भने हामी पनि नागरिकता छ, भोटर लिस्ट छ, यहाँका मतदाता हौँ, हाम्रो पनि अधिकार छ। तिमीहरूको जति अधिकार छ हाम्रो पनि त्यति अधिकार छ। होइन भने भिडन्तको स्थिति सिर्जना नगर। हामी पनि नागरिक हौँ, भिडन्तको स्थिति सिर्जना नगर। पाण्डेज्यू, म अब अन्त्य गरेँ। यहाँको हतारवाला मेरो पनि कार्यक्रम छ। अब अन्त्यमा म भन्न चाहन्छु, हाम्रो मान्यज्यूलाई हाम्रो 1 नम्बर क्षेत्रमा 9 ठाउँमा सुकुम्बासीहरू छन्। 9 ठाउँमा सुकुम्बासी छन्। म संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको पनि कार्यवाहक अध्यक्ष हो। म अहिले पनि यहाँ फोन आइरहेछ। हाम्रो अब मनोरमा पनि हाम्रो आजदेखि धरना कार्यक्रम छ। आम हडतालसम्म आत्मदाहसम्म हामी गर्न तयार छौँ। के यो सरकार तयार छ हामीलाई बचाउन? होइन भनेदेखि अब हाम्रो आन्दोलन हिजोदेखि घोषणा गरिसकेका छौँ। हाम्रो आन्दोलन जारी छ।
मान्यज्यू, त्यसो भएको हुनाले म यहाँलाई विनम्रताका साथ के अनुरोध गर्छु भने या उठीबास घर परिवारलाई अब काठमाडौँ बाहिर छोड्ने होइन के ढल आयोगले हाम्रो लगत सङ्कलन गर्ने उसलाई कुन कानुनले दियो लगत सङ्कलन गर्ने? सिडिओ साहबलाई उहाँको आफ्नै काम नै पाउँदैन, भूमि आयोगको अध्यक्षवाला किन उहाँको काम गर्ने कार्य क्षेत्र हो त्यो? सिडिओ साहबले त नागरिकता बनाउने आफ्ना अफिसियल प्रोसिडर काम गर्ने होला, उहाँले भूमि आयोगको काम गरेर कहाँ भ्याउनुहुन्छ? भूमि आयोगको त जसले जानेछ उहाँलाई दिनु परेन, भूमि समिति बनाउनु पर्यो, छुट्टै जिम्मेवारी दिनु पर्यो। ढल आयोगलाई अहिले पैसा बाँड्नलाई अघि भन्दै हुन्थ्यो एडिबीले अहिले पनि पैसा बाँडेको छ ढल सफा गर्ने भनेर। म पनि बागमती सभ्यताको अघिल्लो मन्त्रीज्यूको सुकुम्बासी व्यवस्थापन समितिको सदस्य हो ढल आयोगको। मेरै पालामा मैले नै काठमाडौँ उपत्यकामा यति सुकुम्बासी छन् भनेर यो सरकारलाई ढाका दिए। खै व्यवस्थापन गर्ने बेला तत्कालीन मेयरलाई डोजर ल्याउनलाई थापाथलीबाट सुरुवात गर्यो। भिडन्त भयो थापाथलीमा, डोजर लाग्नलाई हामीले दियौँ। अहिले त केही सरकारले गर्ला कि भनेर आशा गऱ्यौँ, तर त्यसो पनि भएन। मैले सके साथीहरूलाई तपाईँ हात दिनु पर्दैन, हामी छुट्टै मान्यज्यूसँग सुकुम्बासी मात्रै अन्तर्क्रियाको लागि पनि माग गरेका छौँ। र अर्को कुरो, अब काठमाडौँमा उठीबास भएका घर परिवारलाई यही स्थानीय निकायमा व्यवस्थापन गर्नु पर्यो। लालपूर्जा, बसाइसराई, नागरिकता यहाँ सबै कुरा छ। अनि जिल्ला पठाउने लाल लाग्दैन सरकार हो साथी हो। यो बढ्दो बस्ने साथीहरूलाई बस्दैन होला। तपाईँहरू धैर्यताको साथ सुन्नुहोस्, बस्दैन भने नपर्नुहोस्। तपाईँहरूलाई यो सुकुम्बासीको समस्या तपाईँहरूको यो राज्यको समस्या समाधान गर्नुपर्छ। यो राज्यको समस्या हो, तपाईँहरूलाई बस्दैन होला, नपर्छोस्। यहाँ अहिले पनि हाम्रा सुकुम्बासीहरू तपाईँहरूभन्दा बहुसङ्ख्यक यहाँ आउनुहुन्छ, उहाँहरूको प्रतिनिधित्व गरेर बोल्दैछु मैले। त्यसैले काठमाडौँबाट जिल्ला बाहिर पठाउने होइन, यही स्थानीय निकायमा व्यवस्थापन गर्ने, बाहिर जिल्ला पठाउने। यति भन्दै यो राष्ट्रिय समस्याको रूपमा आएको छ। यो राष्ट्रिय समस्याको रूपमा आएको हुनाले मान्यज्यूलाई सुकुम्बासीको मध्य अन्तर्क्रियाको लागि समय दिनुहोस्। मैले हाम्रो महासचिव अर्जुन कुमारलाई पनि भनेको थिएँ, त्यो समय दिनुहोस्। हामी सुकुम्बासीको मात्रै अन्तर्क्रिया तपाईँहरूलाई हाम्रा मसिनो ढङ्गले समस्या समाधान गर्नको लागि यहाँको बिचमा कुरा राख्छौँ। अर्को, अब तत्काल उठीबास भएकाहरूलाई व्यवस्थापनको लागि तपाईँको खाका के छ, यो व्यवस्थापन राहतको जुन व्यवस्थापन ल्याइदिन हार्दिक अनुरोध गर्दै म अहिले यहाँको बिचमा मान्यज्यूको बिचमा यो समय प्रदान गर्नुभएको सबैलाई हार्दिक आभार छ। संयुक्त राज्य सुकुम्बासी मोर्चाको तर्फबाट सम्पूर्ण सुकुम्बासी भूमिहीन अवस्थित भाषीहरूको तर्फबाट हामी सुकुम्बासी होइन, हामी ऐनअनुसार अव्यवस्थित बसोबासी, हामी कोटिया र सुकुम्बासी नभन्नुहोस्, ऐनअनुसार हामी अव्यवस्थित बसोबासी हो। जय सुकुम्बासी, जय अव्यवस्थित भाषी। धन्यवाद, अभिवादन।